तपाईको घरमा एउटा दुध दिने गाई छ, तपाई गरिब हुनुहुन्छ र तपाई बेरोजगार हुनुहुन्छ। बालेन भन्छन् तपाईलाई सस्तो ब्याज दरमा हामी मसिन दिन्छौँ, त्यो मसिनले दुध निकाल्छ, दुधलाई तपाई बेच्नुस् र त्यो मसिनको किस्ता बिस्तारै तिर्नुस्। र हर्क त्यसो भन्दैनन्, उनी भन्छन् तपाई बेरोजगार हुनुहुन्छ, तपाईसँग पैसा पनि छैन, गाईलाई घाँस पनि आफै काट्नुस्, गाईको स्याहार सुसार पनि आफै गर्नुस्, गाईको दुध पनि आफै निकाल्नुस् र दुध बेचेर जम्मा भएको पैसाले तपाई अर्को गाई थप्नुस्। यही क्रम सिलसिलामा तपाईसँग जब धेरै गाईहरू हुन्छन् र तपाईसँग प्रशस्त पैसा हुन्छ, तब मात्र तपाईले मसिनको प्रयोग गर्नुस्। बालेनको भिजन अल्छी जनतालाई सुत्न दिएर मसिनलाई काम लगाउनु हो, तर हर्कको भिजन अल्छी जनतालाई काम लगाएर बेरोजगार मुक्त बनाउनु हो। एउटा जेसीबीले बाटो खनेको हेरेर बस्ने हामी नेपालीहरू बालेनको पक्षधर छौँ, तर अनावश्यक विदेशी लोन लिएर देश बनाउने होइन, हामी आफै बेल्चा चलाएर हामी आफै पौरख गरेर देश बनाउनु पर्छ भन्ने हर्कलाई हामीले आज विरोध गरिरहेछौँ। तपाई कसको पक्षमा? कमेन्ट गर्नु होला।